जनकपुरदेखि कोशी टापुतर्फ लागेका छौँ। त्यहाँ कोशी टापुमा चाहिँ हामी धेरै रमाइलो गर्नेछौँ, कोशी ब्यारेज अवलोकन गर्नेछौँ। हाई गाइजहरू, हामी चाहिँ कोशी ब्यारेज आइपुग्न थालेका छौँ। यही हो कोशी ब्यारेज। नेपालको सबैभन्दा ठुलो नदी कोशी यही नै हो साथी, नेपालको समुद्र। हामी अहिले चाहिँ दमकमा प्रवेश गरिसकेका छौँ। अगाडि बढ्ने क्रम जारी छ हाम्रो। हामी चाहिँ इलामको लागि अगाडि बढ्दैछौँ। इलाम पुगिसकेपछि त्यहाँको रमणीय दृश्यहरू हजुरहरूलाई देखाउने कोसिस गर्नेछौँ। यसमा पुश गर्न मिल्यो, टक्क होल्डमा बस्यो। अहिले फेरि त्यसबाट स्टार्ट। हामीलाई हेर्दै गर्नु होला। थ्याङ्क यू।
अहिले यहाँ भित्रमा प्रवेश गरिसकेका छौँ। अगाडि देखिसक्नुहुन्छ। अब इलाम जाने बाटो यहाँबाट है, यहीँबाट होला, यहीँबाट अगाडि हो म त। वेलकम टु माई भिडियो गाइज। हामी चाहिँ चारालीदेखि राइट टर्न लिएर इलामको लागि अगाडि बढ्दैछौँ। यहाँदेखि इलाम चाहिँ 65 किलोमिटरको दूरीमा रहेको छ। सायद अब इलाम पुग्दासम्म रात नै पर्छ होला। त्यही पनि हामी भोलि बिहानै हजुरहरूलाई त्यहाँको अमेजिङ भ्युजहरू देखाउने कोसिस गर्नेछौँ। Keep watching guys. Thank you. See you. अब यसको काम छैन, अँधेरो भयो। ट्राभल विथ लाउरे दाइलाई लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु नभुल्नु होला। मेरो भाइ ट्राभल विथ लाउरे दाइ आफ्नो कार्य विस्तारले गर्दा हामीसँग आउन नपाएको कारणले गर्दा यो भिडियो चाहिँ मैले उसको बिहारमा दिइरहेको छु। कृपया यो भिडियो हेरेर हजुरले इन्जोय गर्नु होला। अनि मनमा लागेका कुराहरू चाहिँ प्रतिक्रियाहरू चाहिँ कमेन्ट बक्समा गएर दिन नबिर्सिनु होला। थ्याङ्क यू। हेलो, भन। अर्डर आयो, फोन गर्नु भनेर यार। अब गाइजहरूलाई हाम्रो सन्ध्याकालीन भिडियोमा स्वागत छ। हामी चाहिँ इलामतिर अझै माछा खाने ठाउँ यो है। रहेका छौँ। यहाँ तपाईँहरूले राम्रो राम्रो दृश्यहरू देख्न सक्नुहुन्छ। यहाँ अझै माथि छ। हेलो, इलाम त पुग्यो होइन, आज आउँछ तिम्रो बुढो। यहाँ फिकल 29 किलोमिटर देख्न सक्नुहुन्छ। अगाडि ल्याएको घुमाउन परेको रे, फिकल आउँछ। अब बल्ल इलाम जाँदैछौँ। अझ यहाँबाट 1.5 घन्टा लाग्छ इलाम जान। 1.5-2 घन्टा। बल्ल 2 दिन भयो। यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ। यहाँ चिया बगान छ हेर्नुहोस् त। हुन्छ भनेर गएको छ। त्यो हिरालाई भन्नु। दिस इज रियली मेस्मराइजिङ टी गार्डन। उतै हिरालाई नै हो।
Good morning everybody. We are at इलाम श्री अन्तु डाँडा. हामी चाहिँ यहाँ श्री अन्तुबाट सनराइज हेर्नको लागि यहाँ आएका छौँ. तपाईहरु हेर्न सक्नुहुन्छ. Greenery everywhere. Beautiful view from श्री अन्तु डाँडा. ओके म चाहिँ माथि चढ्ने क्रममा छु है त. यहाँ चाहिँ भरान गइछ. यो भरानदेखि चाहिँ हामी माथि चढ्छौँ. Hi guys, I'm waiting for sunrise. तपाईहरुले हेर्न सक्नुहुन्छ यो श्री अन्तुमा भएको दृश्यहरु एकदमै मनमोहक, एकदमै रमाइलो लाग्ने. बिहान बिहानको यो फ्रेश मौसममा एकदमै रमाइलो लागिरहेको छ हामीलाई पनि. म तपाईहरुलाई देखाउन गइरहेको छु है. हेर्न सक्नुहुन्छ. उताबाट सनराइज भएको थियो हामीले हेर्यौं है. हजुर आऊ बेटा, आउँछ हौ. आऊ. ह्याट लगाऊ. टाउकोमा चिसो हुन्छ. ल आऊ. यहाँ मम्मीले भिडियो बनाएको छ है, हेर्नुपर्छ ल. ओके दिस इज अन्तु डाँडा. ओके एन्ड दिस इज सनराइज. यहाँबाट मैले हजुरलाई पहिलाको भिडियोमा यहाँबाट सनराइज भएको देखाएको थिएँ है. तपाईहरुले त्यहाँ गएर हेर्न सक्नुहुन्छ. सन देख्यौ? सन. यो मेरो बाबु हो. And this is view tower. यहाँ बिहान चिया नास्ता खानको लागि यो एकदमै राम्रो होटलमा यहाँ बसेका छौँ. हामीले चाहिँ यहाँको यो लोकल डिस राजवंशी भक्का खाएर इन्जोय गर्दैछौँ है. मेरो छोरालाई हेर्न सक्नुहुन्छ. बाबु हिँड्न नसकेर लौरोको सहाराले हिँडिरहेका छन्. मेरो बाबु लाउरे फौजी यशवर्धन राणा. कस्तो फिल हुँदैछ? आई एम एक्साइटेड भन्देऊ. एक्साइटेड. यहाँ फोटो खिचिदिनु ल. बुटवलदेखि आउनुभएको हाम्रो बाबुहरू यहाँ अन्तुमा आज घोडा चढेर एकदम फोटो भिडियो. आज सनराइज पनि अति राम्रो देखियो जस्तो लागेको छ. देखियो कि देखिएन नानी? फेरि पछि ठुलो भएर पनि आउनु ल. पछाडि नआउनुहोस् है बहिनी. गेट खुल्ने र बन्द हुने समय बिहान 5 बजे. यहाँ फोटो खिचिदिनु नि पहिला. ए
गाइज हामी चाहिँ श्रीअन्तु डाँडादेखि अबको हाम्रो अवलोकन भनेको श्रीअन्तु पोखरीको लागि हामी चाहिँ यहाँदेखि हिँड्दैछौँ। ओके निकै रमाइलो एकदमै सोचे भन्दा पनि बढी रमाइलो श्रीअन्तु डाँडादेखि सनराइज हेर्दा त झन् कस्तो म त भावुक भएँ एकदमै। अब अगाडिको यो भ्यूहरू हजुर देख्न सक्नुहुन्छ, म चाहिँ हजुरलाई देखाउँछु ल। हामी चाहिँ अहिले यतिखेर यहाँ श्रीअन्तु पोखरीमा आइसकेको छौँ, हेर्न सक्नुहुन्छ। ओ माई गड कति राम्रो भ्यू छ यहाँ त, वाउ अमेजिङ। मेरो आमा बाबा चाहिँ अगाडि गइसक्नु भएको छ, मेरो छोरा मेरो छोरी अनि महेन्द्र दाजु सबै अगाडि हुनुहुन्छ। यहाँ चिया बगान हजुरले यसरी देख्न सक्नुहुन्छ नि त, कस्तो राम्रो चिया बगान छ यहाँ। पछाडि पनि कस्तो राम्रो भ्यू छ। म चाहिँ हजुरलाई यही भिडियो मार्फत यो इलामको श्रीअन्तु पोखरीको दृश्यहरू देखाउँदैछु है गाइस। किप वाचिङ।
डाँडामा भएको हाम्रो समीक्षा बहिनीको घर क्याप्टेन गेस्ट हाउस अङ्कल आन्टी हुनुहुन्छ यहाँ। हामी चाहिँ हिजोको बास चाहिँ यहीँ बस्या हो। तपाईहरु हेर्न सक्नुहुन्छ। ओके, यहाँ चाहिँ हाम्रो महेन्द्र दाइ हुनुहुन्छ, गाडी सफा गर्दै हुनुहुन्छ। यो चाहिँ आफ्नो ड्युटी छ है हजुर। ल ल यहाँ हेर्नु कति राम्रो फुल छ यहाँ। यो हाम्रो समीक्षा बहिनीको घर गेस्ट हाउस। बहिनी चाहिँ अस्ट्रेलिया छिन्। बहिनीले सिफारिस गरेर बहिनीले भनेर हाम्रो घरमा जानुस् भनेर हामी यहाँ आएको हो है। एकदमै राम्रो अङ्कल आन्टी पनि साह्रै जाति हुनुहुन्छ। कति राम्रो राम्रो फुलहरू छ यहाँ हेर्नुहोस् त। यहाँ हेर्नु कति राम्रो राम्रो प्लान्टहरू लगाउनु भएको अङ्कल आन्टीले। कस्तो राम्रो गार्डन छ यहाँ। हेर्नु न फुलहरू पनि कस्तो राम्रो फुल्छ भने। के फुल यस्तो राम्रो हेर्नु त। तल वे छ यस्तो। ऊ श्रीअन्तु जाने डाँडा यतैबाट जाने। यही वे यो अगाडिको वे हुँदै जाने हो श्रीअन्तु डाँडामा। यहाँदेखि 10 मिनट लाग्छ हिँड्दै गयो भने अन्तु डाँडामा जान। ओके, यो चाहिँ यहाँदेखि तल जाने वे हो। यहाँ चाहिँ मेरो मम्मा हुनुहुन्छ। यो चाहिँ हाम्रो समीक्षा बहिनीको घर क्याप्टेन गेस्ट हाउस, जहाँ चाहिँ हामी हिजोको बास बसेका थियौँ। उहाँ चाहिँ अङ्कल भित्र। ब्युटिफुल छोरी समीक्षा लेप्चाको जन्मभूमि घर। हेलो गाइज, हामी अहिले कन्याममा छौँ।
कन्यामको भ्यू हेर्नुहोस् त एकदमै राम्रो। अरे क्या सर, आपने मुझे इस चश्मे पर और डिसेंट हेयर कट में देख रहे हो तो बुद्धू समझ रहे हो क्या? एक्चुअली मैं बहुत बड़ा गुंडा हूँ सर। हेलो गाइज, अब चाहिँ हामी यो कन्याम, इलाम अनि श्रीअन्तको डाँडा सबै हेरेर भ्याइसक्यौँ है। अब हामी चाहिँ अगाडि धरानको लागि जाँदैछौँ। आजको हाम्रो स्टे भनेको धरानमा हुनेछ र धरानमा पुगेपछि म त्यहाँको फेरि एकदमै राम्रो राम्रो दृश्यहरू, राम्रो राम्रो स्थानहरू हजुरहरूलाई पक्कै पनि अवलोकन गराउनेछु भन्दै अहिलेलाई म बिदा चाहन्छु। बाई बाई।